kondisi hari itu. नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो YouTube च्यानलमा। आज निकै दुखद खबर लिएर आएको छु। भारतमा अहमदाबादको मेघीनगर आईजी परिसरमा एक विमान दुर्घटना भएको छ। भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो। विमान टेकअपका क्रममा विमानको गेटमा ठोकिएको शंका गरिएको छ। उक्त विमानमा करिब 242 यात्रु रहेको दैनिक भास्करले जनाएको छ। विमान दुर्घटनामा 100 जनाको शव निकालियो। अहमदाबाद दुर्घटनामा गुजरातका मुख्यमन्त्री पनि सवार थिए। अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ। एयर इन्डियाको बोइङ 787 विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त बनेको थियो। विमानमा 10 जना चालक दलका सदस्य सहित 242 यात्रु सवार थिए, जसमा 169 जना भारतीय नागरिक सवार थिए भने 53 ब्रिटिश नागरिक रहेका थिए। त्यस्तै 7 जना पोर्चुगिज र 1 जना क्यानेडियन नागरिक रहेका एयर इन्डियाले जनाएको छ। विमान अहमदाबादबाट 1:38 बजे उडान भरेको थियो, तर उक्त विमान 1:40 मै दुर्घटनामा पर्यो। दुर्घटनाग्रस्त इलाकामा अहिले पनि उद्धार कार्य जारी छ। पछिल्लो विवरण अनुसार करिब 100 जनाको शव निकालिएको जनाएको छ। ठूलो मानवीय क्षति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह सहित उड्डयन मन्त्री राममोहन नायडू पनि दिल्लीबाट अहमदाबाद आएका छन्। एम्बुलेन्सबाट अस्पताल लगिएका शवहरू नचिनिने गरी जलेका छन्। यस्तोमा प्लेन सवारमा यात्रुहरूको बस्ने सम्भावना अत्यन्तै शून्य नै रहने गर्छ। घटनापछि विमानस्थलमा पनि निकै समय आगो लागेको थियो। विमान ठोकिएको भवनमा 50 भन्दा बढी डाक्टर हताहत भएको शंका गरिएको छ। अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको क्रममा ठोकिएको भवनमा पनि ठूलो मानवीय क्षति भएको हुन सक्ने शंका गरिएको छ। एयर इन्डियाको बोइङ 787 विमान उडान भरेको केही समयमै खस्न पुग्दा एक भवनमा ठोकिएको थियो, जहाँ 50 देखि 60 इन्टर्नल डाक्टरहरू रहेका थिए र उनीहरू पनि मारिएको हुन सक्ने शंका गरिएको छ। यो सँगै तासिएको अर्को भवनमा भने रेजिडेन्ट डाक्टरहरू रहेका थिए। पाइलट दुर्घटनाको अन्तिम केही सेकेन्ड मेडिकल गरेका जनाएको छ। यो एक आपतकालीन कलका रूपमा लिइन्छ, जुन पाइलटले आपतकालीन अवस्थामा यी शब्दहरू उच्चारण गर्छन्। यो एक फ्रेन्च शब्द हो जसको अर्थ सहयोग गर्नुस् हुन्छ। यसलाई 3 पटक दोहोर्याउने गरिन्छ। दुर्घटनाग्रस्त इलाकाबाट अहिले पनि उद्धार कार्य जारी रहेको छ। पछिल्लो विवरण अनुसार करिब 100 जनाको शव निकालिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमा एक पोस्ट गर्दै दुर्घटनाले स्तब्ध बनाएको बताएका छन्। उनले भनेका छन्, अहमदाबादमा भएको यो दुर्घटनाले हामी सबैलाई स्तब्ध र दुखी बनाएको छ। यो अत्यन्तै हृदय विदारक छ। यो दुखद घडीमा मेरा संवेदना सबै प्रभावितप्रति छ। उनले प्रभावितहरूलाई सहायता गर्न खटिएका मन्त्रीहरूसँग सम्बन्धित निकायहरूसँग सम्पर्क गरेको बताएको छ। यस घटनाका अरू अपडेटहरू आउन बाँकी छ। जसरी अपडेट आउँछ हामी तपाईहरुलाई जानकारी गराउनेछौँ।